गाइजलो हामी चाहिँ अहिले यो बुटोलको कर्मी हटाउनलाई कहाँ जाँदैछौँ भन्दा बुटोलको भाडबटेनीमा गाइजलो एक्सट्रिम खाँदै लो गाइजलो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ के लेखिरहेको छ भन्दा हाम्रो लेखेको छ यहाँ के भन्दा हिल पार्क बुटोल। हेलो गाइज गुड आफ्टरनुन के छ खबर सन्चै आरामै हुनुहुन्छ होला। टक्क आज चाहिँ हामी केटाहरूसँग अब बस पार्कतिर जाँदैछौँ होइन टक्क पारामा। सो अब बस पार्कतिर गइन्छ अब यो गर्मी लास्ट होइन टक्क केटा खाने यता है अब चाहिँ टक्क हामी जानु पऱ्यो लाउ जाउँ। बुटोलको यो गर्मी हिँड्न नसक्नु छ पसिना पुग्छ हालत यस्तै गर्दै यस्तै अब गाडी हिँड्ने मान्छे त्यस्तै छ हालत। बुटोलको टक्क बस पार्कतिर जाने बाटो होइन यो घाम त देख्नुभएको होला होइन निस्किन हुन्न यस्तो घाममा कोही पनि बाहिर हालत त्यस्तै हुन्छ। हामी त अब के भन्छ जबरजस्ती हाम्रो अर्का भ्लगर अब यिनको करले जाँदैयो न यिनको काम छ अरे त्यहाँ होइन। बुटोलको यो हरियाली ठाउँ कहाँ हो भनेर थाहा पाउन छैन होला होइन यो चाहिँ ठ्याक्क बस पार्क पछाडिको होइन ठाउँ चाहिँ डार्क हिस्ट्री देखाउँछ क्या डार्क चाहिँ होइन है त्यस्तो केही होइन ग्रिन हिस्ट्री ग्रिन पुरै ग्रिन यता चाहिँ छ क्या ल अलिअलि हरियाली चाहिँ हावा नि लगाइराख यता त अलिअलि बरु नत्र छैन बुटोलमा बस्ने जस्तो त। अहिले हामी बुटोलको हाइवेमा छौँ बस पार्कमा अगाडिको हाइवे हेर्न सक्नुहुन्छ होइन यो हाम्रो बुटोलको बस पार्क होइन पुरै गाडी छ होइन कोही निस्किन लाहन कोही आउँदैछन् पुरै केटाहरू पसिना पुसिरहेछन् पनि टक्क अब प्लास्टिक गरिन भइरहेछ एकछिन अब यता काम छ अनि त्यो काम गर्ने होइन टक्क अब यसलाई एउटा भिडियो सुट गर्नु अरे होइन त्यो गर्ने अनि त्यसपछि टक्क हामी अब फर्किने हो त्यसपछि त साँझतिर। यो हो बुटोलको आकाशे पुल होइन उहाँ हाम्रो मामा हुनुहुन्छ भान्जाले खोजिरहनु भयो भान्जाहरू यता छन् फेरि होइन। यो आकाशे पुलमा आएर बस्दा त एकदम आनन्द आउँछ है तर खतरनाक हावा लाग्छ मजा आउँछ। यही बुटोलको कहाँ भन्दा ठ्याक्क हस्पिटल लाइन तलतिर होइन 1 रुपियाँ छ गोजीमा होइन केटाको 1 रुपियाँको यहाँ केही आउँछ कि नै भनेर चेक गरिदियौँ होइन। ओइ 1 रुपियाँ देखाइदेऊ त 1 रुपियाँ देखाइदेऊ त यो बुटोलमा केही आउँछ कि ल 1 रुपियाँ यहाँ छ बुटोलमा केही आउँछ कि नै हेर मै त ल लगाइ चाहिँ हाम्रो यहाँ यी 1 रुपियाँदेखि खोइ देखाउँछ के पायो आन्टीले के दिनु पुरस्कार हजुर मलाई आउँदो रहेछ है अहिले चाहिँ मलाई नि 2 रुपियाँ बच्छ अरे 1 रुपियाँ डिस्काउन्ट भयो अनि 1 रुपियाँमा लैजाऊ भन्नुभयो। हामी बस पार्क हुँदै टक्क हिल पार्कतिर हिल पार्क यहाँ आँप्छन् होइन पुरै खाना कसैले पाइन्न हेर्ने बस्ने हो तलबाट ल्यान्ड भइसकेको छौँ हामी हिल पार्कको बाहिर। अहिले हामी आँप हेर्दै घर फर्किनलाई हेर बा यिनी आँप खानै नपाउने लडेर ल हामी चाहिँ अहिले यो बुटोलको कर्मी हटाउनलाई कहाँ जाँदैछौँ भन्दा बुटोलको भाडबटेनीमा अब एसी खाने हो भित्र गएर होइन अब टक्क लल हुन्छ अब अहिले चाहिँ हामी बुटोलको भाडबटेनी भित्र छौँ होइन अहिले चाहिँ भित्र पुरै एकदम सामान छ टक्क अब एकदम चिसो भइरहेको बल्ल अब केटाले सामान हेर्दै होइन सामान हेर्दै यहाँ केटाले चाहिँ टक्क अब यसो 1-2वटा सामान केही लिएर जानु पर्ला अनि त्यसपछि ल भेटौँला। अहिले हामी चाहिँ अब केही किनिसकेका छौँ देखायौँ मोमो रहेछ ल कतिको 270को होइन 1 प्याकेट लगाइदिनु एक्सट्रिम खाँदै ल अब खान लाग्यो केटाहरूले 2टा एक्सट्रिम उठाएर हिँड्या खान एक्सट्रिम खान लाग्यो देखाउनलाई अहिले हामी माथि निस्किँदैछौँ टक्क होइन अब बुटोलमा अब भाडबटेनी भनेको एकदम के भन्छ त्यसलाई हिमालयन रिजन हो कि त भनेको
डाउनहरू यहाँ अब अर्को लिफ्टमा जाँदैछौँ टक्क होइन यो 4th लेभल रहेछ यो मजा ग्राउन्ड फ्लोरमा लैजाऊ अब टक्क ऊ यहाँ त रहेन त पुरै एसी सेसी केही रहेन त यार ल चलो गाइस चलते हैं अहिले हामी भाडोटेनीदेखि बाहिर निस्क्यौँ होइन बाहिर निस्किँदा बित्तिकै यो तातो हावाले भेटाइसक्यो गर्मीको जुगाड छ यहाँ गाइस हेर्न सक्नुहुन्छ एक्सट्रिम हिल पार्कभित्र अब छिर्न अब 6 बजीतिर पाइन्छ ठ्याक्क 6 बज्यो हामी घडी हेर्दै बसेको होइन 10 मिनट कुरेर यहाँ सेकेन्ड गर्दै बसेको थियौँ 0-0मा ठ्याक्क अब भयो होइन ल भित्र छिर्छौँ मान्छे एकदम घुर्छ छ होइन अहिले हामी हिल पार्कमा आइसक्यौँ अब यहाँ बुटवलको हिल पार्कमा होइन सबसे राम्रो यहाँ मन्दिर छ कि होइन एउटा दामी मन्दिर छ त्यो देखाउँछु होइन मैले लगाइछ यो मन्दिर हेर्नु है त ल भ्यूको इन्जोय गरौँ मैले भनेको होइन मन्दिर चाहिँ यही हो एकदमै बवाल छ होइन हिल पार्कमा यो मन्दिर चाहिँ कस्तो दामी छ नि होइन यो भनेको नि एकदम बवाल छ है टक्क होइन कस्तो दामी छ होइन तर यो मन्दिर खुलेको चाहिँ मैले कहिले देख्दैन होइन जहिले आउँदा पनि बन्दै नै हुन्छ होइन गाइस अहिले हामी हिल पार्कको जङ्गलमा छौँ नि टक्क हेर्न सक्नुहुन्छ वरिपरि जङ्गल छ होइन चिन्छन् कि यो ठाउँ त बुटोलमा बस्ने सबले चिन्छन् बुटोलमा कपल्सले अलि बढी चिन्छन् कपालले अलि धेरै चिन्छन् भन्ने ठाउँ हो चाहिँ होइन मलाई त थाहा छैन पनि चिन्छ फेरि कसले रनिङ आन्नेले रनिङ र जगिङ वर्कआउट हान्ने मान्छेले नि चिन्छन् यस्तो मजा आउँदो रहेछ यहाँ हिल पार्कमा त सानोमा ढुकुल्कुई ढुकुल के खेलिन्थ्यो होइन ओहो कस्तो मजा आयो भन त बचपनको याद आयो कि नै खेल्दै थियो कि नै म त हामी त स्कुलको बेन्चको फेलाएको हुन्छ नि त्यो ढुङ्गा ल्याएर ढुङ्गा राखेर बिचा एकातिर एउटो बसेर यस्तो मजा आउँथ्यो खेल्नु अनि चाहिँ हामी फर्किँदैछौँ साँझ भइसक्यो अहिले टक्क अनि चाहिँ यहाँ अहिले चाहिँ स्प्रिङ सिजन आउनु लागिरहेको स्प्रिङ इङ्ग्लिस बोल्नु पर्छ र हो त स्प्रिङ अब टक्क हामी हिल पार्कदेखि फर्किँदैछौँ घरतिर अनि चाहिँ यहाँ हाम्रो टक्क फोटो खिच्ने ठाउँ रहेको छ होइन यता यहाँ के छ भन्दा हिल पार्क बुटोल भनेर लेखेको छ म देखाउँछु हजुरहरूलाई होइन टक्क ल गाइस ल हेर्न सक्नुहुन्छ यहाँ चाहिँ के लेखिरहेको छ भन्दा टक्क हाम्रो लेखेको छ यहाँ के भन्दा हिल पार्क बुटोल हिल पार्क ल यहाँ फोटो पहिला अरू मूर्ति सुर्ति थियो होइन अहिले चाहिँ फोटो खिच्नको लागि चाहिँ होइन यहाँ अहिले नयाँ बनाएको छ होइन टक्क आएर फोटो खिच्न सक्नुहुन्छ होइन टक्क अहिले चाहिँ राम्रो आहा बिस्तारै अब राम्रो हुँदै हिल पार्क पनि गाइस यो हिल पार्कमा सबै कुरा चाहिँ ठिक लाग्यो होइन यो टक्क यो सिसाको बोतल होइन रक्सी खाएर होइन दारू खाएर यहाँ चाहिँ सिसाको बोतल फाल्ने काम चाहिँ एकदम गलत हो होइन फोहोर चाहिँ अब आफूले बुझ्नु पर्ने होइन मान्छेले चाहिँ होइन टक्क अब यस्तो फोहोर गराउँछन् होइन टक्क अब हामीले अरू त डस्टबिनमा फाल्यौँ तर यहाँ पनि फेरि भेटायौँ होइन ल अब टक्क जाँदैछौँ हामी चाहिँ ल यहाँ चाहिँ अहिले रात पऱ्यो हामी घरतिर जाँदैछौँ यो चाहिँ हामी ठ्याक्क अहिले चौरा आइसक्यौँ होइन यो चौरा हो बुटोलको टक्क अब घरतिर जाँदैछौँ हामी चाहिँ अब रात परिसक्यो एकदम थकिला एकदमै होइन अहिले यस्ता चौराको माहौल चाहिँ यस्तो हो टक्क उज्यालो छ होइन दिउँसो भयो जस्तो फिल भइरहेको यहाँ ल अहिले चाहिँ म घर आइसकेँ होइन टक्क अब बल्ल आएँ होइन एकदमै थकी लागिरहेको होइन अब टक्क अब एकदम गरम पनि भइरहेको होइन ल आजको भ्लग चाहिँ यति नै होइन कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु होला होइन सो गाइज ल थ्याङ्क्स सो मच फर वाचिङ गाइज लभ यु गाइज